धेरै पूरक उपचारहरू सँगै प्रयोग गर्ने सम्भावना छ। बायोरेसोनेन्स बायोफिलिया ट्र्याकर हामीसँग फ्रिक्वेन्सी सफ्टवेयर रिफ क्लार्क। हामीसँग मिलिमिटर तरङ्ग उपकरण छ र हामीसँग चुम्बकीय उत्तेजना उपकरण छ। ट्रान्सक्रैनियल 4 फरक उपचार बायोरेसोनेन्स रिफ फ्रिक्वेन्सी सहितको ध्वनि क्लार्क। मिलिमिटर तरङ्ग र ट्रान्सक्रैनियल चुम्बकीय उत्तेजना। बिरामीको आधारमा तपाईको स्वास्थ्य समस्याको आधारमा गम्भीरतामा निर्भर गर्दछ। लक्षणहरू हामीसँग धेरै सम्भावनाहरू छन् कि हामी तिनीहरूलाई एक सत्रमा कसरी संयोजन गर्न सक्छौं। कतिपयमा केसमा हामी 2 थेरापीहरू एकैसाथ लागू गर्न सक्छौं र अन्य अवस्थामा तिनीहरू क्रमिक रूपहरू हुनु राम्रो हुन्छ। पहिलो त्यसपछि अर्को। म केही उदाहरणहरू उल्लेख गर्नेछु। उदाहरणको लागि, यदि हामी ट्रान्सक्रैनियल चुम्बकीय उत्तेजना प्रयोग गर्न जाँदै हुनुहुन्छ भने यो पहिले बायोरेसोनेन्स प्रयोग गर्न राम्रो छ। किनभने बायोरेसोनेन्स मार्फत हामी मस्तिष्कको गहिरो क्षेत्रहरूलाई उत्तेजित गर्न सक्छौं र छोड्न सक्छौं। नस धमनी मस्तिष्क स्टेमका विभिन्न भागहरूमा मस्तिष्कको तन्त्रिका नेटवर्कहरूमा। मस्तिष्कको गहिरो भागबाट हामी उत्तेजित गर्न सक्छौं, उदाहरणका लागि फ्रन्टल लोब, लोबुल ओसिपिटल, लोबुल पेरिटल वा मस्तिष्कको एक विशेष क्षेत्र र हामी त्यो क्षेत्र छोड्छौं अधिक। हामी यसलाई पहिले बायोरेसोनेन्स र त्यसपछि चुम्बकीय उत्तेजना लागू गरेर उत्तेजित गर्छौं। ट्रान्सक्रैनियल हामी चुम्बकत्वसँग उत्तेजित गर्न जाँदैछौं न्युरोन जो नियोकोर्टेक्समा छन् र त्यो जाँदैछ। एक ठूलो चिकित्सीय प्रभाव उत्पन्न किनभने मस्तिष्क पहिले नै उत्तेजित छ। तर ट्रान्सक्रैनियल चुम्बकीय उत्तेजनाको ठूलो फाइदा यो हो कि यसले नेटवर्कहरूलाई उत्तेजित गर्न सक्छ। न्युरोनल यदि हामीले पहिले बायोरेसोनेन्सको साथ गहिरो न्युरल नेटवर्कहरू उत्तेजित गर्छौं भने यो सम्भव छ। ट्रान्सक्रैनियल चुम्बकीय उत्तेजनाको प्रभाव पनि गहिरो हुन्छ, जसको अर्थ हुन्छ धेरै गहिरो नेटवर्कहरूमा उत्तेजक र पुनर्वास उत्पन्न गर्ने सम्भावना।